फेरि आमा हस्पिटलमा बनाउनु भयो किन बस्नु परेको काम चल्दै ल हस्पिटल आएको नि त चेक गर्नुलाई मेरो आमा छिटो सन्चो हुनु है ल छिटो सन्चो भएर जानुपर्छ ल सुकै त सुगर त फेरि के कलको के पिर नबना है भन्नु पिर नगर भन्नु पिर नगर्नु है पिर नगर्नु म ठिक छु भन्नु अब अस्पताल आएको यति हो त्यसपछि म त रातको 10 बजिसक्यो यहाँ आमालाई लिएर बसेको यहाँ यता हुनुहुन्छ के गर्नुहोस् त्यो हस्पिटल बसेर गाह्रो छ हतार हतार गरिरहेको 1 बजिसकेको छ आमालाई भित्र बसेर म चाहिँ यता बाहिर निस्केको के गर्नु जस्तो परिस्थिति आइपऱ्यो भने भोग्नै पर्ने रहेछ सुनसान छ बस्तीहरू के गर्नुहोस् त्यो कस्तो हुन्छ सुनसानको अवस्था एमसीको गाडी हिँडेर रहेछ यहाँ सुनसान छ बस्तीहरू कस्तो परिस्थिति आए पनि सम्हाल्नै पर्ने रहेछ के गर्नुहोस् त्यो चाहिँ बसिरहेको छु यस्तो एक्लै सुनसानमा के भिडियो लिँदैछु एकछिन भयो फेसबुकमा निस्केको नातिनीको बिले निन्दै रहेछ नि मेरो आमाको यहाँनिर बिराले चिन्ता छ नातिनी घरमा गएको के गर भनेर आफू बिरामी मान्छे त्यही पनि के यहाँ बसिरहेको छ मेरो आमा सुत्नु भयो बल्ल बल्ल मान्ने भयो नमाजा नमाजा भइजान्छ नि हाम्रो यहाँ तल फेरि आज त हस्पिटलको फर्स्ट एक्सपिरियन्स भयो गाह्रो छ गाह्रो छ ल उज्यालो पनि भयो छल्लङ्गै हस्पिटलको दृश्यहरू देख्न सक्नुहुन्छ अनि म पनि यहाँ जान आइरहेको छु उज्यालो भयो अनि भित्र सफा गर्दै हुनुहुन्छ त्यही भएर आमाहरू एक्लै छोडेर हामी चाहिँ आइरहेको छु लाग्यो फेरि के गर्नु हिँड्नै पर्ने कुद्नै पर्ने कहाँमा चाहिँ रेस्ट गर्नलाई चाहिँ बाहिर निस्केको हल्का पानी पाएर खानासाना खाएँ अनि फुलबारीसम्म बस्नु लागि फुलहरू बसिरहेको छु अनि ठ्याक्कै आजभन्दा 5 वर्ष भन्ने घट्यो मेरो जीवनमा आजभन्दा 5 वर्ष ठ्याक्कै अगाडि आमा यसरी नै बिरामी हुनुभयो किन महिना दिन बसेर गएको थियौँ नेपाली पनि त्यस्तै होला जस्तो छ हेरौँ भगवान्ले साथ दियो भने छिटो अब विशेष भएर घर रुम गइन्छु आई होप चेक गर्नुपर्ने थियो भ्याएन पछि गर्नु पऱ्यो कस्तो गाह्रो चाहिँ भइरहेको छ फुल कस्तो राम्रो रातभरिको अनिलो बसेर यो फुल देख्दा त कस्तो आनन्द भएको कि परसँग फुलबारी देख्न पेट भर्ना गरेर अब राति औषधि लिन जाँदैछु एक्लै डक्टर पनि लाग्दैछ हल्का हेलो औषधि लिन जाँदैछु म ल के गर्नु जिन्दगी यस्तै छ हाम्रो आमा चाहिँ अब फेरि बेडमा सरेर यहाँ बाफ लगाउँदै हुनुहुन्छ पुरा रिसिरहनु भएको छ घरजनमा गर्नु भएको एकैछिन लाउनुपर्छ यो सकिँदै लानुपर्छ कि औषधि सकिन्छ अनि घ्यार हुँदैन क्या मेरो आमा चाहिँ मास्क लगाउँदै हुनुहुन्छ बाफ लगाउँदै हुनुहुन्छ अनि हाम्रो दाजु पनि यहाँ हाम्रो साथी लगाउनु भएको छ म नि यहाँ छु मास्क लगाएर बसिरहनु भएको छ रोग लाग्छ अरे अझ अनि अब चाहिँ एकदमै चलाक हुनु भएको छ अस्ति त लास्टै सटपट परेर बिरामी भयो क्या आज सुधार आइरहेको छ निकालेर छ के गर्नुहोस् त्यो बुढेसकालमा ब्लड निकाले गर्नुपर्छ टेस्ट गरे गर्नुपर्छ आमा चाहिँ पुरा बुवाम भइराख्नु भएको छ घर जान नपाएर फोटो खिच्नु मजा भयो अरे घर जान्छु भन्नु त कान्छालाई घर जान्छु भन्नु न कहाँ जाने
घर जाने भनेको होइन त आमा ल म गिरिँदै नि त्यसो भए होइन 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 गाडी आउँछ गाडी किन गर्छ त मलाई म जाने ठाउँ त बरु सँगै जाने नि आमा छोरी कहाँ आमा मात्रै जाने हो त अनि मैले छोडेर कहिले हिँडेको छु आमा हा न मैले कहिले छोडेको छु त भन्नु त कहिले छोडेको छु पैसा के भन्छ मैले कहिले छोडेर आमालाई हिँडेको छु त भनेको क्या त्यसो र त सँगै जाउँ भनेपछि सँगै त जाने त भोलि भोलि सँगै जाने हो क्या दुनियाँलाई हस्पिटल बसाइम डेफो भइसक्यो साथीहरू अब के गर्ने यस्तै हो म चाहिँ फेरि त होसतिर हिँड्नलाई जाँदैछु बिहान पनि अब औषधिहरू चाहिहाल्छ आज त हल्का सुत्न पाइयो त्यस्तै अब हेर्दै गर्नु होला हस्पिटलको बस्नु डेफो अनि आमा चाहिँ टक्क घर जानु नगरेर फेरि पुरिरहनु भएको छ पुरा रिसिरहनु भएको छ पछि निकोबाट जाने आमा ल ल ल पुरा यहाँ बिहानदेखि रुँदै हुनुहुन्छ जानु नगर्नु भएकोले ल पर्खिर आमालाई यसो गरेर ल्याउँदैछु पुरा यहाँनिर विलचेयर ए आमा यी दादालाई भन्नु यसो गरेर आएको जान्छ भन्नु यता नातिनी आएर सघाइरहेको छ नातिनी आमा ल फ्याँकिन्छ तल कटार गरेर नुनाको चाहिँ नुनाको कुरा बुझ्नुपर्छ हौ पढेको मेरो घुमाइन्छ बसेर लागेर जाने बस्नु पाइस् न यति नै भने खोज्दा क्या त्यहाँ अप्ठ्याउनु पठाउनु पर्दैन भात पठाउनु पर्दैन बसेको 4 दिन भयो यहाँ गाह्रो हुँदो रहेछ हस्पिटल बस्नु हुँदो रहेछ होइन हुन्छ पहिले पनि खेपिसकेको रातको 11 बज्न लागि आज चाहिँ नन्द भाउजू हामी एक ठाउँ सुत्ने भनेर भाउजू 7 दिन आउनु भएछ धन्यवाद मेरो भाउजू तर सधैँभरि आइ नै राख्नु भएको छ 7 दिन नै राख्नु भएको छ भाउजू आजको बसाइ चाहिँ हाम्रो 2 जना नन्द भाउजू अनि आमाको रहनेछ अनि अब सुत्नु है भाउजू सुत्नुपर्छ तर सुत्नु न त अन्त ल है हामी चाहिँ अब सुत्नु लागेको डे 5 हस्पिटल बसाइ 5 दिन भइसक्यो 5 दिन भइसक्यो दिनको बसाइमा यस्तो अवस्था हुँदैछ भने सुतिरहनु भएको छ अब अझै जान पाइन्छ भन्ने सोच्छु फेरि आमालाई अर्को प्रोसेस गर्नुपर्ने कुरा अर्को हस्पिटल आउँदैछु त्यहाँनिर फेरि डेट लिएर फर्केको के गर्नु हस्पिटल अब चाहिँ यस्तो यस्तै गर्नै पर्ने रहेछ है गाह्रो छ हस्पिटल बसाइ पनि 5 दिन भयो आमाको थपलाई थप भइरहेछ पुरै टेस्ट गऱ्यो सबै भएको टेस्ट भयो इको गऱ्यो इसिजी गऱ्यो सबै नर्मल छ तर अलिकति अब हल्का अलिकति समस्या देखेको हुँदाखेरि सबै टेस्टहरू गर्नु बाँकी भएकोले गर्दा अलिक बस्नुपर्ने अवस्था आयो तर आमाले कन रिसाइरहेको भएको छ के गर्नु अब बिराम लागेपछि यस्तै हो गर्नुपर्छ समस्यामाथि समस्या आमालाई कति दुःख छ आमाको लागि कोही नै अर्को रोगले च्यापेर कस्तो ग्रस्त भएर बसिरहनु भएको छ मेरोमा त्यही माथि अर्को रोग खबिँदा साह्रै नमजा लागिरहेछ आमालाई पनि दुःख लागिरहेछ म त अति नै दुःख छु आमाको अलिकति खुट्टाको अपरेसन गरेको राम्रै नहोस् भएको कारणले गर्दा फेरि पनि अर्को रोग थपेर गाह्रो भइरहेछ यस्तो गाह्रो भएछ यस्तो न हौ डक्टरले नजाऊ भन्ने नसम्म बस्नुपर्छ नि त आमा फोटो खिचेको होइन भिडियो बनाएको आमा चाहिँ पुरा रिसिएर होइन हेर्नु मेरो आमा नरिसाउनु ल प्लिज नरिसाउनु है नरिसाउनु हौ खेत गरे साइले के गर्नु यहाँ सन्चभरि लाने त अनि फेरि बिराम हुँदैन नि त अनि किन रिसाउनु भएको यस्तै हुन्छ है हाम्रो आमाको अवस्था चाहिँ के गर्नु 7 दिन पछाडि हामी चाहिँ रुम जान लागेको छौँ तर आमा र पनि ह्याप्पी हुनु न हिजोसम्म घर लग्दै भन्नुहोस् आज जान्न भन्दै हुनुहुन्छ है जाने है आमा अब त घर जाने ल बस्नु पर्ने कस्तो धेरै नबस्छौँ के ल हामी डिस्कस गरेर हिँड्यो
ल हाम्रो दाजुले यहाँ हुन्छ हुनुहुन्छ म चाहिँ अगाडि जाँदैछु आमालाई कुर्सी पार्दै हिँडायो अब लाग्यो ज आमाको हालत चाहिँ यस्तै छ अलिक सन्चो बनाएर चाहिँ लगेको छु अब के हुन्छ अगाडि फेरि ल्याउनु पर्ने हो कि भर्खर ल्याउनु नपरोस् सन्चो हुनुहोस् आमा सुत्तो तयार पार्यो लगेर अक्सिजन लाउनु पर्छ अब अनि आमा अब जाने है रुम ल किन खुसी नभएको यस्तो रुम लगेर पनि अनि धेरै धेरै धन्यवाद हामीलाई यसैलाई सुरुको दिनदेखि तपाईँले धेरै सहयोग गरिदिनु भएको छ है अनि हाम्रो सबै अनि यतातिर हाम्रो नाति नातिनाहरूलाई पनि धन्यवाद यता नातिले सहयोग गरिदिनु भएको छ यता नातिनीले पनि अब हामी चाहिँ रुम जानु लागेको ल हेर्दै गर्नु होला है व्हिल चेयरबाट आमालाई चाहिँ भित्र हुलाइसक्यौँ अनि हामी दाइ यहाँ सिलिन्डर बोकेर पकाउँदै हुन्छ अब म चाहिँ फेरि औषधिहरू लिनु यो व्हिल चेयर लिन पुऱ्याउनु जानुपर्छ ल राम्रोसँग जानु है दाजु ऊ त कति भयो दिनको बसाइपछि कोठामा आमाले लिएर आयौँ अनि अहिले पनि हालमा अक्सिजन दिएरै राखिरहेको छौँ आमालाई आमाको बिराम त छँदै नै थियो जति पीडा थियो आमालाई भोगि नै रहनु भएको थियो त्योभन्दा बढी पीडा फेरि पनि थपिरहेछ आमालाई बार नमिल्न भए साट नमिल्न भए हामी आफैले भोग्थ्यौँ तर के त्यो गर्न नमिल्ने यस्तै छ अलिक दुःख लागिरहेछ आमाको बिराम देखेर तर छिट्टै सन्चो हुन्छ मेरो आमा आशा गर्छु यदि भगवान्ले भन्थ्यो भने म तिमीलाई के दिन्छु भनेर भन्थ्यो र म माग्न चाहन्थेँ भने मेरो आमा छिट्टै निको बनाइदिनुहोस् र मेरो आमा हिँड्ने बनाइदिनुहोस् भन्थ्यो तर भनेर नहुने यस्तै हो हस्पिटल बसाइमा सबैजना मेरो आफन्त साथीभाइहरू आएर साथ दिनुभयो सल्लाह दिनुभयो सहयोग गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यति भन्दै मेरो भिडियो पनि यहीँ इन गर्न चाहन्छु बाई बाई।